शुभ बिहानी। आज मिति 2082 साल असार महीनाको 12 गते बिहीबार, तदनुसार जुन 26 2025। अब प्रस्तुत छ युवा ज्योतिष तथा पण्डित डिल्लीराम पोखरेलले तयार पार्नु भएको आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि भएका व्यक्तिहरूका लागि आजको दिन सफलताले घेरिएको दिन रहेको छ। स्वादिष्ट भोजनको आनन्द मौका लिने दिन रहेको छ भने यात्राको पनि अवसर मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहने संकेत रहेको छ। वृष राशि। वृष राशि भएका व्यक्तिहरूका लागि आजको दिन योजना कार्यान्वयनमा केही ढिलाइ भए पनि अन्ततः सफलता पक्कै मिल्नेछ। व्यापारिक लाभ पनि रहनेछ। मिथुन राशि। मिथुन राशि भएका व्यक्तिहरूका लागि आजको दिन उच्च आत्मबलका कारण सानो प्रयासबाट पनि ठूला उपलब्धि मिल्ने सम्भावना रहेको छ। दीर्घकालीन योजना अघि बढाउने उत्तम समय रहेको छ। कर्कट राशि। कर्कट राशि भएका व्यक्तिहरूका लागि आजको दिन काममा ढिलाइ हुने र खर्च बढ्ने संकेत रहेको छ। पारिवारिक सन्तुलनमा विशेष ध्यान पुर्याउनु उपयुक्त हुनेछ। सिंह राशि। सिंह राशि भएका व्यक्तिहरूका लागि आजको दिन नयाँ जिम्मेवारी हात पर्नेछ, जसले आत्मविश्वास बढाउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ र भौतिक सुविधाहरू पनि प्राप्त हुनेछन्। कन्या राशि। कन्या राशि भएका व्यक्तिहरूका लागि आजको दिन प्रतिष्ठा आर्जन गर्ने अवसर रहेको छ। आम्दानी बढ्ने प्रबल सम्भावना रहेको छ भने कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन रहेको छ। तुला राशि। तुला राशि भएका व्यक्तिहरूका लागि आजको दिन आर्थिक पक्षमा सचेत रहनुपर्ने दिन रहेको छ। संयम राख्दा लाभ हुनेछ। अनावश्यक कामहरूबाट टाढा रहनु उत्तम हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने दिन रहेको छ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। नयाँ काम सुरु गर्नुभन्दा पहिले उपयुक्त समय छनौट गर्नु राम्रो हुनेछ। धनु राशि। धनु राशि भएका व्यक्तिहरूका लागि आजको दिन पारिवारिक समस्या समाधान हुने संकेत रहेको छ। मनोरञ्जनमा रमाउने अवसर मिल्नेछ भने केही चुनौतीका बीच नयाँ अवसरहरू पनि देखा पर्नेछन्। मकर राशि। मकर राशि भएका व्यक्तिहरूका लागि आजको दिन लगनशीलता सफलता दिलाउनेछ। यात्रा लाभदायक रहनेछ भने व्यवसायमा पनि सुधार देखिएको छ। कुम्भ राशि। कुम्भ राशि भएका व्यक्तिहरूका लागि आजको दिन मानसिक तनाव घट्नेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ भने व्यापारमा लगनशीलता अपनाई लाभ प्राप्त हुने दिन रहेको छ। र अन्त्यमा मीन राशि। मीन राशि भएका व्यक्तिहरूका लागि नयाँ काम सुरु गर्न अझै समय पर्खेको राम्रो हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला र पारिवारिक सम्बन्ध सन्तुलनमा राख्नु उपयुक्त हुनेछ। हवस् त, आजको राशिफल यति नै। आजको राशिफलमा जे जस्तो भए पनि तपाईँको दिन शुभ रहोस्। प्रयास मिडिया हेर्दै गर्नुहोला।